हेलो वेलकम टु माई भ्लग टुमा तपाईँहरूलाई स्वागत छ। आज एउटा नयाँ भ्लग बनाउन हामी चाहिँ आइसकेको छु। हाम्रो लोकेसन चाहिँ नारायणीको छेउमा छ। हाम्रो साथीहरू यहाँ आइसकेको छ होइन। यता छ अर्को दुईजना, खै दुईजनामा अर्को यस्ता र हामी चाहिँ अहिले नारायणीको छेउमा आइसकेको छ। यो गोलाघाटको छेउमा गोलाघाट मान्छे हेरेर आएको छु। तल पर्छ गोलाघाट यस्तो छ भ्यू चाहिँ है। पुरा खोला चाहिँ बगिरहेको छ। नारायणी चाहिँ यस्तो डेन्जर आएको छ बाढी होइन। बाफ्रे बाढी त यस्तो छ नि त के बगाएर ल्याइरहेको छ हो। यहाँ के बगाएर ल्याएको छ भने नारायणी चाहिँ यहाँ गरिदिरहेछ। हाम्रो यहाँ छेउमा छु है। आज धेरै दिनपछि एउटा नयाँ भ्लग बनाउँछु भनेर आएको। अब गोलाघाटको चाहिँ भ्लग बनाउँछु भनेर आएको छ। अब हामी गोलाघाट जान लाग्दैछु नि, नजिकै आइसकेको छ। गोलाघाट चाहिँ यता तल पर्छ है, तल पर्छ गोलाघाट। हामी त्यता जानेवाला छ। घाम चाहिँ चर्को लागेको छ है, मजाले आकाश खुलेको छ। तपाईँहरूले हामीले जे देख्छ तपाईँहरूले पनि त्यही देखाउने प्रयास गर्नेछु। मेरो साथीहरू छन् यहाँ, अर्को दुईजना तिनजना होइन, दुईवटा बाइकमा आएको छ। केटाहरू आज मेरो भ्लगमा चाहिँ रिभिल हुँदैछ। मेरो न्यु उसमा चाहिँ वेलकम छ साथीहरू है। के छ भिडियो चाहिँ अन्तिमसम्म हेर्दै रहनु होला। तपाईँहरूलाई स्वागत छ। गेटमा आइसकेको छु। गोलाघाट प्रवेश इन्ट्रान्स है। ल एक दुई तिन चारवटा हामी चाहिँ गोलाघाट गेट प्रवेश गरिसकेको छौँ। यहाँ प्रति व्यक्ति 20 रुपियाँ टिकट काट्नु पर्दो रहेछ होइन। यहाँ काउन्टर छ। अरू साथीहरू आउनु बाँकी छ। पहिला आउँदाखेरि चाहिँ यो काँसले ढाकेको थिएन, यो अहिले पुरै काँसले ढाकेको रहेछ यो है। नदी चाहिँ अझ अलि उता परबाट गएको रहेछ ठुलो भाग चाहिँ होइन। तर यो चाहिँ काँस थिएन पर साल आउँदाखेरि। तर यो पालि चाहिँ काँस धेरै बढेको रहेछ बगरमा है। बर्खाको हामी चाहिँ गोलाघाट घुम्न आएको। केटाहरूले पोकापोकी बोक्या छन् है। यतातिर छन् केटाहरू। घामले चाहिँ अब कालै हुने भइसक्यो। हामी चाहिँ अब हेर्छौँ त्यहाँ है टल्केर। लगाइसौ तपाईँहरू हेर्दै हुनुहुन्छ मेरो भ्लग चाहिँ यो च्यानलमा, गोलाघाटको भ्लग। जङ्गल पुरै बढेको रहेछ अहिले बर्खाको बेला भएको भएर यार है।
आजको चाहिँ भ्लग गोलाघाट घुम्ने भनेर बनाएको छु होइन। त्यो टावर छ क्या अरे त्यो माथिबाट जाने हो क्या अरे भ्यू टावर हो नि त। गाइजहरू गोलाघाट घुम्दैछ। यहाँ एउटा भ्यू टावर छ। भ्यू टावरमा चाहिँ यहाँ गएर हेर्न सकिने ठाउँ त छ। के छ गाइजहरू? गाइजहरूको पारा अब यहाँ घामले पोलेर थकाइ लागेको छ यहाँ है। यहाँ खाना भनेर दिइरहेको छु क्या अरे। मलाई निकालेर खान सुरु गरिहाल्नु अब एकछिनपछि जाने हो है। पुरै बर्खाको बेला नि जङ्गल बढेपछि चाहिँ पुरै हुँदो रहेछ होइन। यो पारी पनि गइन्थ्यो क्या अरे तर यो पारी चाहिँ यहाँ पुरै पानी जमेको छ होइन। यसबाट खपेर जानु नसक्ने। अहिले यहाँ खाएपछि बजार के खान्छ तिमीहरूले? घरमा पारिवारिक खाएर घरमा बोलाइरहनु सुकुडी हान्ने हो। तास खाने गएर अब बजारमा कसैको तास खाने अनि हामी खाँदैन सुकुडी मोमो पनि खाइरहेछ यत्रो कहिले भैँसी मासुहरू मोमो त सबै गाला चढिने अस्ति तिमीले ल्याएको तिमीले ल्याएको यसले चिकन ल्याएको रे के। अरूले बफ खायो कहिले बाँडेर खायो? अरूले बफ खायो यसले चिकन खायो त्यतिखेर है। बफको डल्लो सानो थियो चिकनको ठुलो थियो नि। केटाहरू गोलाघाट हेऱ्यो होइन त अब गोलाघाट होइन यो पानी घाट चाहिँ पहिला पहिला यो काँस खाएर चाहिँ पुरै पानी हुन्थ्यो हरियो बगेको हुन्थ्यो नारायणी होइन। तर अहिले चाहिँ यो पुरै ढाकेको रहेछ काँसले। त्यही भएर अलिकति नदीको भ्यू चाहिँ देख्न पाउँदो रहेछ अहिले गोलाघाटमा होइन। राप्ती र नारायणीको सङ्गम स्थल चाहिँ यहीँनिर हो होइन। तर यताबाट बगेको छ नारायणी होइन। लगाएछ हामीले चाहिँ गोलाघाट घुमियो। तपाईँहरू आउनु भएको छ कि छैन? आउनु होला। नघुमेको भए एकपटक गोलाघाट घुमेर अनुभव लिनु होला गोलाघाटको। अहिले चाहिँ यो बर्खाको बेला भएको भएर पुरै झाडी चाहिँ काँसले पेलिएको रहेछ। त्यही भएर पुरै नै जङ्गलै बनाइदिएछ क्या। यहाँ चाहिँ ठुलो बग्थ्यो निलो नदी होइन नारायणी। तर अहिले चाहिँ उता उता गएको रहेछ। उता उता गएको रहेछ। यताबाट ठुलो नारायणी यता बगेको छ है। ल फ्लो भयो नि बोटिङ हाल्ने कि
घाममा टल्केर केटाहरू कालो अहिलेलाई तेरो धोका हामी चाहिँ फर्किरहेको छौँ म यहाँ बस्छु हेर्छु यस्तो गर्न यता अर्को देखा ल त्यहाँ थाप्रो फुल छ तपाईँहरू आउनु भएको छ कि छैन आउनु होला यो भरतपुर तपाईँको पर्छ सायद के पार्टीका भनेको नाम पनि बुझ्दैन तपाईँहरू हेर्दै हुनुहुन्छ मेरो भक्त युट्युब च्यानल तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला आजको भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला मन पऱ्यो लाइक सेयर गर्नु होला